ल है त आजको यो विश्लेषणमा सिधै प्रवेश गरौँ। हामी सबै दिनभरि कति धेरै व्यस्त हुन्छौँ होइन र? तर बेलुका ओछ्यानमा पुग्दा लाग्छ आज मैले खासमा अर्थपूर्ण काम चाहिँ के गरे त? यो आधुनिक जीवनको एउटा ठूलो विडम्बना नै बनिसकेको छ। काम त एकदम धेरै भइरहेको जस्तो लाग्छ, तर वास्तविक प्रगति भने शून्य हुन्छ। आज हामी यही विषयको गहिराईमा पुग्नेछौँ र कसरी आफ्नो ध्यान फिर्ता ल्याउने भन्ने कुरा बुझ्नेछौँ। अब यो प्रश्नमा साँच्चै एकछिन विचार गरौँ त, के हामी हाम्रो फोन चलाइरहेका छौँ वा फोनले हामीलाई चलाइरहेको छ? हामी सबैले त्यो विश्वव्यापी निराशा भोगेका छौँ जहाँ दिनभरि खटेर पनि अन्त्यमा केही नभएको महसुस हुन्छ। किन? किनकि हाम्रो ध्यान जताततै छरिएको हुन्छ। एउटा नोटिफिकेसन बज्छ अनि हाम्रो पुरै कार्यदिशा त्यतै मोडिन्छ। यस्तो लाग्छ हामी आफ्नो जीवनको कमान्ड आफै सम्हालिरहेका छैनौँ, केवल कुनै मसिनको इशारामा चलिरहेका छौँ। यहाँनिर उत्पादकतालाई हेर्ने हाम्रो सम्पूर्ण नजरिया नै उल्टिन्छ। हामी सधैँ घडी हेरेर समय व्यवस्थापन गर्ने प्रयास गर्छौँ। तर खास कुरा के हो भने मुख्य समस्या समयको कमी हुँदै होइन, यो त नियन्त्रित ध्यानको कमी हो। जब हामी घडीको सुईलाई मात्र पछ्याउँछौँ, हामी बाटो बिराउँछौँ। वास्तविक व्यवस्थापन भनेको त आफ्नो दिमागलाई, आफ्नो ध्यानलाई सही ठाउँमा केन्द्रित गर्नुपर्छ। जहाँ हाम्रो ध्यान जान्छ, जीवन पनि त्यही दिशामा अगाडि बढ्छ। भाग 1, सजिलो डोपामाइनको जाल। अब अगाडि बढौँ र बुझौँ यो बायोलोजिकल पासोलाई जसले नजानिदो गरी हाम्रो दैनिक ऊर्जा रित्याइरहेको छ। हेर्नुस्, हाम्रो यो आधुनिक दिमागलाई नि तत्काल सन्तुष्टि पाउने बानी परिसक्यो। दिमागले जहिले पनि छिटो खुसी दिने रसायन अर्थात् डोपामाइन खोजिरहेको हुन्छ। गाह्रो र अर्थपूर्ण काम गर्नुभन्दा जे छिटो र सजिलो छ त्यही रोज्ने हाम्रो बानी परिसक्यो। अलिकति बोर हुने बित्तिकै खल्तीबाट फोन निकाल्यो अनि सुरु भयो बिना सोचको निरन्तर स्क्रोलिङ। जुन कुराले हामीलाई तत्काल मजा दिइरहेको हुन्छ नि, त्यसैले अक्सर हामीलाई दीर्घकालीन रूपमा पछाडि धकेलिरहेको हुन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीसँग असीमित ऊर्जा हुँदैन। यो ठ्याक्क मोबाइलको ब्याट्री जस्तै हो क्या। हरेक दिन हाम्रो ध्यान वा फोकस एउटा सीमित स्रोतको रूपमा रहेको हुन्छ। जब त्यो मानसिक ऊर्जा दिनको सुरुवातमै र्यान्डम कुराहरूमा वा अरूको सामाजिक सञ्जाल हेरेर खेर फालिन्छ नि, तब वास्तविक काम गर्ने बेलामा इन्जिनमा कुनै ऊर्जा नै बाँकी रहँदैन। मान्छेहरू भन्छन् नि, काम गर्न मनै लागेन। खासमा उनीहरूको ऊर्जा त पहिले सकिसकेको हुन्छ। त्यसैले यो एउटा मनोवैज्ञानिक प्रश्न आफैलाई सोध्न एकदम जरुरी छ। यसले हामीलाई हल्ला र वास्तविक सङ्केत बीचको भिन्नता छुट्याउन मद्दत गर्छ। हरेक इमेल वा हरेक मेसेज साँच्चै महत्त्वपूर्ण हुँदैनन्। के म आवश्यक काम गर्दैछु वा खाली व्यस्त मात्र देखिन खोज्दैछु? यो एउटा मात्र कुरा मनन गर्ने हो भने पनि हाम्रो दिनभरिको आधा जस्तो विचलन त त्यत्तिकै खारेज हुन्छ। धेरै काम गर्नुभन्दा पनि सही काम गर्नु ठूलो कुरा हो। भाग 2, मल्टिटास्किङ भन्दा माथि, गहिरो काम अर्थात् डीप वर्क। आउनुहोस् हेरौँ कसरी हामी हतारको गतिविधिभन्दा अर्थपूर्ण कार्यलाई प्राथमिकता दिन सक्छौँ। आजको यो हल्लाखल्ला भएको संसारमा गहिरो काम गर्नु भनेको एउटा दुर्लभ सिप बनिसकेको छ। तर सुन्नुस् त, सफलता पाउनको लागि सिङ्गो संसारलाई जित्नै पर्दैन, केवल आफ्नै विचलनहरूलाई जिते पुग्छ। डीप वर्क भनेको त्यही जादुमयी अवस्था हो जहाँ हाम्रो एकाग्रता पूर्ण रूपमा अटुट हुन्छ। एउटै काम, शून्य विचलन। हामी मध्ये धेरैलाई लाग्छ म त एकैचोटि धेरै काम गर्न सक्छु, तर विज्ञानले भन्छ मल्टिटास्किङ गरेर धेरै काम भ्याइरहेको छु भन्ने सोच्नु एउटा ठूलो भ्रम मात्र हो। यसले वास्तवमा हाम्रो ध्यानलाई टुक्रा टुक्रा पार्छ र कामलाई झन् ढिलो तथा निराशाजनक बनाउँछ। यसको ठिक उल्टो, एउटै काममा 100% फोकस दिँदा काम कति छिटो र कति सन्तोषजनक हुन्छ भन्ने कुरा जो कोहीले आफै महसुस गर्न सक्छ। यसको लागि एउटा एकदमै सरल र व्यावहारिक बिहानीको रुटिन छ। पहिलो कुरा, बिहान उठ्ने बित्तिकै फोनको स्क्रिनबाट टाढै रहने। दोस्रो, दिनभरिको लागि मात्र 2 वा 3वटा साँच्चै महत्त्वपूर्ण कामहरू छान्ने। अनि तेस्रो, ती कामहरूलाई पूर्ण एकाग्रताका साथ पूरा गर्ने। यसले दिनको लागि एकदमै स्पष्ट प्राथमिकता तय गर्छ। हेर्नुस्, यदि हामीले हरेक कुरालाई महत्त्वपूर्ण मान्यौं भने नि वास्तवमा कुनै पनि कुराको महत्त्व रहँदैन। भाग 3, ध्यान केन्द्रित वातावरण निर्माण। अब हेरौँ हामी दिनौं रहने भौतिक र डिजिटल स्थानहरूलाई कसरी व्यवस्थित गर्न सकिन्छ। हामी सधैँ आफ्नो कमजोर इच्छा शक्तिलाई गाली गरिरहेका हुन्छौँ, तर खास दोषी त हाम्रो वातावरण हो जुन पूर्ण रूपमा हाम्रो ध्यान भङ्ग गर्नकै लागि डिजाइन गरिएको हुन्छ।
केवल इच्छा शक्तिको भर पर्नु ठूलो गल्ती हो, किनकि त्यो जति बेला पनि टुट्न सक्छ। वास्तविक परिवर्तन त तब आउँछ जब हामी फोनलाई अर्कै कोठामा राख्ने वा सबै अनावश्यक सूचनाहरू बन्द गर्ने जस्ता बलियो प्रणालीहरू निर्माण गर्छौं। यो रूपक एकदमै सटिक छ। कुनै तालिम नपाएको कुकुरलाई सम्झिनुहोस् त, जो सडकमा हरेक नयाँ आवाज सुन्ने बित्तिकै त्यतै दौडिन्छ। हाम्रो दिमाग पनि ठ्याक्कै त्यस्तै हो। यदि यसलाई सही दिशा र तालिम दिएन भने यसले आफै विचलनहरू खोज्न थाल्छ। हरेक नयाँ नोटिफिकेसनमा यो प्रतिक्रिया जनाउन थाल्छ। त्यसो भए दिमागलाई तालिम कसरी दिने त? यो निरन्तरको अभ्यास हो। सुरुमा 100औं पटक ध्यान भङ्ग हुन सक्छ र त्यसमा नराम्रो मान्नुपर्ने कुनै कारणै छैन। जब ध्यान अन्तै मोडिन्छ, त्यसलाई महसुस गर्ने, अहिले होइन भन्ने र फेरि आफ्नो काममै ध्यान फर्काउने हो। ध्यान फर्काउने यही प्रक्रिया नै त्यो कसरत हो जसले हाम्रो वास्तविक फोकस निर्माण गर्छ। यो कुनै जादु होइन, केवल निरन्तरको ट्रेनिङ हो। भाग 4 प्रक्रिया, उद्देश्य र प्रगति। ठिक छ, अब त्यो अन्तिम मानसिक परिवर्तनतिर लागौं जसले फोकसलाई जीवनको स्थायी हिस्सा बनाउँछ। एउटा तीतो सत्य के हो भने नतिजाहरू हाम्रो नियन्त्रणमा कहिल्यै हुँदैनन्। हामी खाली सफलता वा पैसाको नतिजा मात्र सोचिरहन्छौं, जसले अन्त्यमा निराशा मात्र दिन्छ। तर यदि हामीले हरेक दिन 2 घण्टा मात्रै भए पनि गहिरो काम गर्ने प्रक्रियामा पूर्ण रूपले ध्यान दियौं भने नि त्यसले प्रगति सुनिश्चित गर्छ। सही प्रक्रिया अपनाउँदा जीवन आफै विस्तारले परिवर्तन हुन थाल्छ। अनि यो तुलना भन्ने कुरा नि यो एकदमै खतरनाक र लुकेको शत्रु हो। जसरी ट्र्याकमा हरेक धावकको आफ्नै लेन हुन्छ, हाम्रो जीवनको बाटो पनि फरक हुन्छ। जब हामी अरूको प्रगति देखेर आफूलाई दाँज्न थाल्छौं, हाम्रो ध्यान छरपष्ट हुन्छ र हामी आफ्नो लेन छोडेर अरू कसैको दौडमा कुद्न थाल्छौं। वास्तविक शक्ति र प्रगति त आफ्नो काममा र वर्तमान क्षणमा मात्रै पाइन्छ। यहाँनिरको अन्तिम लक्ष्य भनेको कुनै ट्रिक्स अपनाउनु होइन, आफ्नो पहिचान नै बदल्नु हो। जब हामीले आफूलाई नै म एउटा फोकस्ड व्यक्ति हुँ भनेर मान्न थाल्छौं, तब हामी स्वतः नै अनावश्यक अलमलहरूलाई तिरस्कार गर्न थाल्छौं। यो केवल उत्पादकता बढाउने उपाय मात्र रहँदैन, यो त हाम्रो जीवनशैली र हामी कस्तो व्यक्ति हौं भन्ने कुराको प्रमाण बन्छ। एउटा अर्को ठूलो पासो भनेको काम गर्ने मुड पर्खिनु हो। मुड त मौसम जस्तै हो, कहिल्यै स्थिर हुँदैन। निरन्तरता कायम राख्नको लागि आफूलाई कस्तो महसुस भइरहेको छ भन्ने कुरालाई वास्ता नगरी सिस्टमलाई फलो गर्नुपर्छ। जहाँ हाम्रो प्रेरणा र जोशले काम गर्न छोड्छ नि, ठ्याक्कै त्यही बिन्दुबाट हाम्रो वास्तविक अनुशासन अगाडि आउँछ। अब आफैलाई एउटा गहिरो प्रश्न सोधौं, यदि हामीले गरिरहेको कामको किन वा उद्देश्य एकदमै बलियो छ भने के ती सानातिना विचलनहरूले हामीलाई तान्न सक्लान् त? पक्कै सक्दैनन्। जब हाम्रो गन्तव्य स्पष्ट हुन्छ, तब बाटोका सस्ता अलमलहरूमा समय खेर फाल्नु एकदमै महँगो लाग्न थाल्छ। एउटा स्पष्ट किनले अनावश्यक कुराहरूलाई आफै फिल्टर गरिदिन्छ। अन्ततः एउटा अर्थपूर्ण र सफल जीवन कुनै रातारात हुने जादु होइन। यो त हरेक दिन सही काम गर्न उपस्थित हुने र महत्त्वपूर्ण कुरालाई प्राथमिकता दिने साना, अपूर्ण तर निरन्तरका निर्णयहरूबाट मात्र निर्माण हुन्छ। याद राख्नुहोस्, वास्तविक वृद्धि सधैँ शान्त हुन्छ, स्थिर हुन्छ र ती साना दैनिक प्रयासहरूमा लुकेको हुन्छ। आजको यो विश्लेषणको अन्त्य हामी एउटा एकदमै शक्तिशाली र विचारोत्तेजक प्रश्नबाट गर्दैछौं। आजको दिनमा पूर्ण ध्यान दिन लायक त्यो एउटा मात्र काम के हो त? एकैछिन सोच्नुस् त। त्यही एउटा कुरा जसले साँच्चै हाम्रो जीवनमा फरक पार्छ। आजको सम्पूर्ण ऊर्जा त्यही एउटा कुरामा लगाउनु नै सबैभन्दा ठूलो जित हो। यो कुरालाई मनन गर्दै आजैबाट आफ्नो ध्यान र आफ्नो समय फिर्ता ल्याउन सुरु गरौं।